पानीमा हाल्नु कानमा 1800 पाल्नु न पनि घुमेर गयो तल अर्को कुटाले साफ मजा खाँदै ह्याप्पी क्रिसमस ए क्रिसमसको स्टार्ट हाम्रो आजदेखि होइन त हजुर खाँदैन नि त्यतिकै हेरेर खाँदैछ भन्छ उ चाहिँ खाँदा पऱ्यो कतिमा हुनुभयो तपाईँहरू तिन पुस्ताकै भेला भएको छु भाइ होइन तिन पुस्ता भेला भएको छु 3 वर्षपछि जस्तै बेलामा हालेलुया खुसीको कुरा यसपालि त धेरै खुसीको कुरा सबैजना भेला भएको छ हाम्रो सन्तानहरू कोही पनि बाहिर छैन सबै भेला भएको छ दुःखमा भयो छोरीहरू मात्रै नभएर ज्वाइँहरू आउनुपर्छ अनि के अरे उता नातिनीहरू नातिहरू सबैजना आउँछ हाम्रो आमा त घट्नु भएछ कति साह्रो थाहा त हजुर घरमा काम पनि हुँदैन अनि घरमा छ अहिले म यता आएको म भात पनि पकाउन आँटेँ पानी नै बोक्नु छ दिनमा गएन बाख्रा सुँगुर कुखुरा गोरु अझै पानी लाउनु पर्ने गोरु पनि पाउँदैन टाउको बनाउनु चाहिँ साह्रो पर्यो जिउरो हुँदा त लामो अलिक छोटो छ चामलको चाउल परिहाल्छ हाततिर लगाइदिएर छोड्नु त क्या गरेन कति किलो हो त थाहा हुन्छ नि भाइलाई पनि आउँछ त्यसलाई 15-16 छ बाहुनको अस्ति नै हाम्रो 1920 को बिचमा कम बोल्दै खस्यो त्यहाँ दोकानको 19.5 केजी मात्रै भयो यत्रो थियो योभन्दा सानो होइन बाहुनहरूले काटेको के हो होला यो त एकचोटि गएन पछि जाँदैन यो हातमा तान्ने बानी तान्नु तान्नु पर्छ के सबु नुन खोर्सानी पिस गोरु काट्दा नि मलाई
भुइँचालोले मलाई भयो। हिरो हो नि है कता फर्केर यता यसो त खसी त उता सिधेको हामीले के भएको चाहिँ नसिनेको अघि के हो करा हो होइन यति चाहिँ कराएपछि हालेको यति भएको सिनेको बोरा पनि यसले पातलो भयो नि त्यो अलि बाक्लो भयो अर्को चाहिँ गोरा हुन्छ मस्तो क्या अलिक बाक्लो उठाउने हो नि चाहिँ मात्रै नअरेको नि कपालले छोडेर आउँछन् अनि के कपाल लामो हटी सुसनले पनि हेरिरहेछ के रहेछ भने बुटु बुटु गर्ने मान्छे हेरिरहेको छ है सियोन भाइले चाहिँ राखा पनि छिनाएको रे सियोन मान्छे छिन राखेर छिनाएको मैले त भनेर भन्दै थियो एकचोटि उल्टे थियो म होला डेन्जर नि सियो त खाने अब राख्नु अब राख्नु कहाँ थिएछु मान्छे हानेर कति यो